Oi. So good morning all of you guys. So what's up people? And अझ हामी आरुघाट बजारमा छौँ। हिजो चाहिँ माछा खोलाबाट आरुघाट आएको थिएँ हाम्रो विजय सरको बिहाको विजय सरको भाइको बिहामा। अनि अब चाहिँ हामी फर्किँदैछौँ। हिजो चाहिँ बेलुका आएको कारण चाहिँ हामीले भिडियोहरू अलिकति सुटहरू पनि गर्न पाएन होइन। सो हामीसँग चाहिँ यहाँ हाम्रो पालिकाको टिमै छौँ। पछाडि हाम्रो राज सर र दिवेन्द्र सर। अनि अहिले चाहिँ यस्तो छ कि कोठाभित्रबाटै भ्लग गरिरहेको छु। सो यो चाहिँ मेरो एउटा ड्रिम थियो कोठाभित्रबाटै भ्लग गर्ने। तर आज फाइनली आज यो ड्रिम चाहिँ पुरा हुन गयो। माथि यो अहिले जुन हाम्रो यो धारसी आरुघाट गाउँपालिकामा बनिरहेको यो स्यामरुङको अग्लो पुल छ नि हो, त्यहाँ जान लागिरहेको छ। त्यही हो है। हामी हिँडिसकेका छौँ। अनि त्यही हो। कति बज्यो सर अहिले? आमामामा। सो हामी चाहिँ ठ्याक्कै ठिक 7:45 चाहिँ आरुघाटबाट हिँडिसकेका छौँ। अनि आरुघाटमा चाहिँ हामीले पेट्रोल पनि हाल्यौँ। यहाँतिर चाहिँ 190 को दरमा चाहिँ 1 लिटर पेट्रोल पाउँछ। अनि योभन्दा अलिकति माथि कट्यो भने चाहिँ सोतीतिर माछा खोलातिर चाहिँ 1 लिटरको 200 रुपियाँ पेट्रोल पाउँछ होइन। सो यहाँ आएको बेला चाहिँ यसो हालिदिइहालौँ भनेर चाहिँ हालिदिन्छु। हुँ। अनि हामी चारजना चाहिँ अहिले हामी स्यामरुङको यो स्यामरुङ र देउराली जोड्ने पुलमा जाँदैछौँ। जुन चाहिँ अहिलेसम्म चाहिँ सर्टिफाइड त भएको छैन अग्लो पुल भनेर, तर हुन्छ होला भविष्यमा। त्यही हो। आउँदैछु दिन हामी भेट्ने स्यामरुङको पुलमा जाँदैछौँ। स्वारा गाउँतिर जाँदैछौँ होइन। अनि त्यो यहाँबाट चाहिँ हामी कता कता हुँदै जाने रहेछ सर भन्नु त? सुरुमा हामी थुमी अनि हो सुनिसक्नु भयो होला। त्यो हुँदै हामी झर्ने चाहिँ अर्मला होइन। सो हामी चाहिँ सोतीको अलिकति माथिको बाटो अर्मलामा झर्छौँ। झर्ने चाहिँ सघाउनै छ। समाउन चाहिँ फेरि के हो बाटो यहीँ मात्रै यति हो कि कस्तो? यही मात्र हो। ल आइटीहरू आउनु भएको छ? बाटो चाहिँ ठिकै हो। के सर हो बाटो? अनि राजसरले चाहिँ पुरै बाटो राम्रो छ भन्नुभएको थियो। खोइ बाटो चाहिँ यस्तै राम्रो हो कि हो? रफ हान्दिउँ क्या यहाँ पनि। हो गाइज यहाँ
हाम्रो राज सरले भनेको अनुसार चाहिँ बाटो एकदमै राम्रो छ। चलाएको हिसाबले चाहिँ मलाई धेरै नै अलिकति धेरै भन्दा नि एक्सट्रिम त होइन तर गाह्रो चाहिँ गाह्रै लाग्यो किनभने माटोहरू प्लस यो यस्तो ठुल्ठुलो एकैचोटि आउँदो रहेछ। अनि त्यसमाथि मेरो यो ग्राउन्ड क्लियरेन्स अलिक कम भएको कारणले चाहिँ अलि झ्याउ भइरहेछ। मुनिको ठोक्की गरिरहेछ क्या साइलेन्सर। न बब्बाल मजा आइरहेछ तर चलाउन चाहिँ। ए अब राम्रो छ क्या है। अनि हाम्रो पछाडि आइटी सरहरू पनि आउँदै हुनुहुन्छ। अनि आइटी सरहरू चाहिँ यस्तो अफरोमा चाहिँ खासै एक्सपिरियन्स त छैन, त्यो अलिकति गाह्रो भइरह होला। मलाई गाह्रो भएको छ अनि उनीहरूले त किन गाह्रो नहुने त यार। ड्राइभरमा माइलो मोटर गुडाउँदै हेर्न समयले एक्लै बोलाउँदै। ल अब चाहिँ एकछिन आराम गर्छौँ है। अहिले आइटी सरलाई कुर्दैछौँ है। अनि आइटी सर हाम्रो अलि यतिको डिफ्रेन्ट मात्र थियो कि यहाँदेखि उतासम्मको डिफ्रेन्ट मात्र थियो, तर के भयो यार लड्यो क्या हो। अनि त्यही हो त्यहाँ लडे जस्तो लागिरहेको छ, हेर्न जानुपर्छ कि है। अनि पछाडि चाहिँ हाम्रो राज सरले मेरो लागि टिकटक भिडियो खिच्दै हुनुहुन्छ, त्यसको लागि म एकदमै धन्यवाद भन्न चाहन्छु। के भन्न चाहनुहुन्छ यस्तो बाटो देखेर तपाईँ? एकदमै डर लागेछ म त। डर लागिरहेछ तर तपाईँले चलाउनु भएको देखेर म एकदम प्रसन्न भएँ। यो बाइक अलि पिकअप दिएको छ कन्डिसनमा नभएर होइन। अनि हाम्रो राज सर के भन्न चाहनुहुन्छ तपाईँलाई यो बाटो देखेर? हामी पुरै धुलो होइन। अनि अलिकति तान्न चाहिँ अलिकति गाह्रो भइरहेछ मेरो बाइकले पनि। अनि हाम्रो दिपेन्द्र सर के भन्नुहुन्छ? अप्ठ्यारो लाग्यो होइन। धेरै ठाउँमा ओर्लिएर रहेछ अघि, हामी त लड्यो होला भन्न ठानेको के। डर लागेको हामीलाई त लड्यो होला नि केही समय होइन। ल होइन अब होइन यो टप गर्ने बित्तिकै चाहिँ राम्रो छ कि। ल हाम्रो अस्ति त्यो लप्सीपुरतिर यस्तै थियो नि त्यस्तै। ल गाइज है अब चाहिँ हामी जान्छौँ। अब लगभग टाइम पनि बिस्तारै जाँदैछ, त्यही हो। यो चाहिँ थुमीको गाउँ हो। कुना 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 हाम्रो यात्रा सफल त छ। What's up guys? बब्बाल रमाइलो। के हो मैले केही देखेको छैन यहाँ मुनि हेर्नु न, घरहरू बब्बाल। ल जाउँ। कता रहेछ बाटो राम्रो? ओहो सर ओर्लिनुपर्छ, यहाँ ठोकिन्छ। बेरिङ गयो यस्तो बाटोमा अब। अब स्टार्ट हुन्न नि मेरो, हिटिङले गर्दा प्रब्लम भयो। यस्तै हो अब हिँड्दै यस्तो गाइस हेर्नुहोस् है आफ्नो प्रब्लम।
कस्तो प्रब्लम दिन जाने कहिले फेरि के कुन छैन मात हेर यहाँ कस्तो दामी बजाउँछ रोक्यो कराउन बाटो चाहिँ एकदमै डेन्जरस अफर थियो अब चाहिँ हामी लगभग सारा गाउँको पुलमा चाहिँ पुग्न लागिरहेका छौँ धेरै चाहिँ छैन यहाँबाट थोरै छ भन्नु भएको छ अनि क्या धेरै नआउनु क्या तल 8 खेतबाटै 5 माइलसम्म चाहिँ अफरोडहरू छ अहिलेसम्म चाहिँ धेरै नै अफरोड फेरि अलिअलि भएको भइगयो हुने होइन पुरै लामो अफरोड हानिसकेपछि चाहिँ अनि त्यसमा चाहिँ ठाडो उकालो हान्यो भने चाहिँ मेरो यो बाइक चाहिँ धेरै नै हिच्ची भएर छ स्टार्टहरू अफ हुने बित्तिकै अन हुन अलिक गाह्रो मान्छ त्यही भएर एकछिन हामी अघि त्यहाँ एकछिन कुर्यौँ धन्न बाइक स्टार्ट भयो है अलिकति चलाउने बित्तिकै चाहिँ त्यही हो के भन्नुहुन्छ र कुन गाउँ हो नानी यो कुन गाउँ हो सर गाउँ हो स्कुल नजाने स्कुल नजाने स्कुल नजाने अरे किन यहाँ खिच्ने यहाँ खिच्ने गाउँमा ल गाइस हामी चाहिँ सहारा गाउँमा आइपुग्यो त्यो चाहिँ स्कुल हो क्या हो स्कुल अनि मान्छेहरू किन मुनि गएको त अघि पढ्न हामी चाहिँ अहिले यहाँ कुन गाउँ रे सर निपोटको गाउँमा छौँ है रेस्ट गरिरहेछ बाटोहरू एकदमै डरलाग्दो धेरै गाह्रो थियो बाटोहरू तर हामीले त्यो बाटोहरू चाहिँ क्रस गरेर आइसकेका छौँ अब चाहिँ कस्तो छ हामीलाई पनि थाहा छैन यो राज सरको कुरा सुन्यो भने चाहिँ अलिकति भर लाग्यो नै कति राम्रो छ भने चाहिँ है आइडी सर है सरर छ भने चाहिँ अनि हामी के सोच्यो भने त्यस्तो नभनेको यहाँ आउँथ्यो सफल हुन्थ्यो हाम्रो यात्रा म चाहिँ आउँथेँ उहाँहरू चाहिँ अलि आउँदैन थियो होला उहाँ तर्सिन्थ्यो उहाँ चाहिँ तर्सिन्छ एकदम तर्सिन्छ क्या उहाँ चाहिँ होइन अनि मेरो छोराछोरी छ नि त छोराछोरी मेरो पनि छ हुनेवाला होइन त्यही हो अनि अहिले चाहिँ हामी रेस्ट गर्दैछौँ अनि हामीले चाहिँ सोधीबाट चाहिँ यो खानेकुराहरू ल्याएको थियो अलिअलि त्यो खाँदैछौँ अनि त्यही हो सोधीबाट आर्केटबाट त भने नि मैले सोधी भने हो र आर्केटबाट ल्याएको है यिनीहरू चाहिँ सो अब चाहिँ एकछिन खाएर अब रेस्ट गर्छौँ आज उहिले टाउतिर जाउँ भने कि यस्तो खान्नु मलाई फोटो खन्नुपर्छ आज मजाले खन्ने हो यस्तो मजाले खिच्छ कि हो भोकै होला बिचरा ए भात पाउँछ ए छोरी हेलो यस्तो दामी चाहिँ चल मैले यो पानी फुर्सद हुन्छ हामी सो गाइस हामी चाहिँ पुलमा आइसकेका छौँ है यहाँ हेर्नु सक्नुहुन्छ हेर्नु त ल गाइस आइपुग्यो है पुलमा अझ हामी यो नेपोट र देउराली जोड्ने पुलमा आइसकेको छौँ यो चाहिँ कुस्मा जतिको कुस्मा जतिकै त्यो हुन्छ नि पुल चाहिँ लम्बाइ र उचाइमा नि उतिकै छ है उचाइमा चाहिँ अझै कुस्माको भन्दा यहाँको अलि लामो त्यो उचाइ धेरै छ भने सुनेको थिएँ सो कतिको सत्यता हो त्यो चाहिँ अब पछि गुगल अब कसैले यहाँको मापन गरेर चाहिँ त्यो थाहा पाउन सकिन्छ तर अहिले चाहिँ हामी त्यस्तो केही यही हो भन्ने चाहिँ भन्न सकिन्न किनभने भनिहाल्यो भने हामीलाई कारबाहीमा पर्न सक्छ म कुदाउँदैछु जय म मण्डलले है त अब डर लाग्यो
वाह डर लाग्यो डर लाग्यो ओए यार डर लाग्यो यार कसम अहिले त त्यो मुटु काम्यो यहाँबाट हेर्नु गाइज म देखाउँछु है मासला मुटु कामिरहेछ यसो छ है ल यहाँ हट डर लाग्यो यार नै म झन् स्पिड गएको त उ त्यहाँ बिचतिर गएर त तर्स सो गाइज मजाले कुदायो है डर पनि लाग्यो अनि यहाँबाट हेर्ने भ्यू हेर्ने गाइज भ्यू कतिको हाइटमा छ भनेर म देखाउँछु त्यो म के सर यहाँबाट कुदाएर गएँ नि त्यहाँ गएपछि मुटु यति धुकधुक भएको के कुदाउनु त कुदाइ चिप्लियो भने के हुन्थ्यो होला जस्तो फिल भएको कि म चाहिँ होइन अनि यहाँबाट हेर्नु है कस्तो देख्छ यहाँ मुनि छ यार यहाँ मुनि होइन यतिको हाइटमा छ लास्ट डर लाग्यो तर बब्बाल कुदायो है हजुरले नै हेर्नुभयो होला गोप्रोको सर्ट पनि अनि यो ड्रोनको सर्ट पनि हेर्नु पनि भयो होला कतिको कुदाइदियो अब यो चाहिँ टिकटकमा पनि जान्छ अनि बब्बालै भयो यार यहाँ आउने त्यो रहर थियो आइपुग्यो जे होस् यो पछि अब यो अलिकति यतातिर चाहिँ हुन्छ नि गाडीहरूको त्यो पहुँचहरू चाहिँ अलिक पुग्यो भने चाहिँ यो ठाउँ पनि बब्बाले हुन्छ यो कुस्मा पर्वत जुन एकदम अग्लो र लम्बाइ अग्लो र लम्बाइमा धेरै छ भनेर यसको रेकर्ड चाहिँ यसले पनि तोड्न सक्छ यो अग्लोमा चाहिँ होइन लम्बाइमा चाहिँ भन्न सकिनँ अग्लोमा चाहिँ तोड्न सक्छ सो बब्बाल छ यार बब्बाल कस्तो लाग्यो दिवेन्द्र सर भन्नु त ल कस्तो फिल भइरहेछ आज एकदम राम्रो बब्बाल छ है आइडी सर डर लाग्यो के हो बाइक कुदाउनु कतिको डर लागिरहेछ टुकटुक भइसक्यो बाइक कुदाउनु डर लागिरहेछ अब कसै कुद्ने होला खै कुद्छ बिस्तारै कुद्नु न म त रिङ्गन लाग्छ यो हाइमा रिङ्गन लाग्छ भने यो तर मान्छेले यहाँ बाइक कुद्नले हो भनिरहेछ तर यो चाहिँ मेन रोड नै यहाँ छ क्या गाडी रोड भन्नाले बाइक वारिपारि चाहिँ राम्रो होस् भनेर चाहिँ बनाएको रहेछ यो बाइककै लागि भनेर पनि अहिले तत्काललाई चाहिँ यता बाटो त खुलेको रहन्छ हजुर यहाँ खोला भएको कारणले गर्दाखेरि अनि अब यो गाउँ र यो गाउँ त ओसार पोसार यानि कि एक ठाउँबाट अर्को ठाउँमा त जानु पर्यो त्यसले गर्दाखेरि अस्ति चाहिँ मान्छेहरूले चाहिँ अब मान्छे नहिँडिकन चाहिँ त्यहाँ चाहिँ बाइक हिँड्नलाई हो र त्यो पुल भनेर कमेन्टहरू आएको थियो तर ठिकै हो त्यो कमेन्ट पनि किनभने बाइक हिँड्नलाई त बनाएको होइन तैपनि अब यहाँको मान्छे त यताबाट घुमेर जानुभन्दा त यताबाट आर्खेत पुग्नलाई अति सजिलो हुन्छ नि त त्यसले गर्दाखेरि पनि होला मेरो विचारमा चाहिँ है अब सरी गाइज त्यसको लागि चाहिँ हामी पनि अहिले बाइकबाट नै यहाँबाट फेरि जानुपर्ने हुन्छ त्यसको लागि म सरी भन्न चाहन्छु है त के हो हाँस्छ नि त केटाहरू त
सो गाइस हामी यही पुल हेर्नलाई चाहिँ हामीले त्यत्रो अफरोड बाटोहरू चाहिँ पार गरेर आयौँ अब फर्किने बाटो नि कस्तो छ त्यो चाहिँ थाहा भएन सो होप राम्रै होस् भन्ने त्यो भन्छु होइन के भन्नुहुन्छ र होइन के सक्छ के सर यो लड्ने बाटो कहाँ छ बरु उ त्यो स्पिड नजाने त्यहाँ चाहिँ अलिकति ठुलो भक्कवाला छ ए उताबाट जानु खिच्नु नि त गएर भिडियो है टिकटकको लागि टिकटकमा नि हाल्नु पऱ्यो होइन गाइज अलिअलि खासै भाइरल त हुन्न गाइज हेरौँ है कतिको गएर छ म देखाउँछु तपाईँहरूलाई हेरौँ त देख्छै छैन यार ए यहाँ मुनि वहाँ मुनि छ कि वहाँ मुनि हैट कुदाउनु समय अघि कुदाइहालेँ अब चाहिँ बिस्तारै उहिले हान्नुपर्छ क्या हैट गाइज बाटो चाहिँ यस्तै रहेछ आमामा हिँड्नु है अफरोडको बाटोमा है बत्ती बालेको कसरी हेर्नु है मन परेको मान्छेलाई अर्कैले सिउँदो हालेको हेर्नु है मन परेको मान्छेलाई अर्कैले सिउँदो हालेको लड्न पयो आइटी सर दिपेन्द्र के भन्छ त्यसपछि लडेपछि डरायो खाल्टो खाइयो पानसमा बत्ती बाल्छ त यहाँ के हो सो फाइनली गाइज हामी ठ्याक्कै के अरे नेपुट होइन नेपोटदेखि यो देउराली जोड्ने पुल हेरेर पनि आयो अनि यो हो खास मेन रोड चाहिँ हामी मेन रोड आइपुग्यो अब यो बाटो आएको धेरै नै गाह्रो थियो अनि अलिअलि लड्ने पनि लड्नु लाग्ला जस्तो पनि भएको थियो है धन्न लडेन हामी चाहिँ हाम्रो आइटी सरहरू लड्नुभयो के छैन त रमाइलो भयो अनि थाकिरहेछ पुरै भोक लागिरहेछ 12 बजिसक्यो त्यही हो गाइज अब यस्तै हो 12:50 मा चाहिँ बल्ल घर आइपुग्यो अनि राइडहरू चाहिँ बब्बाले भयो लास्टै थाकिरहेछ अहिलेसम्म खाना पनि खाएको छैन है अनि त्यो लापु बेसीमा चाहिँ एक ठाउँमा त्यही चिया र परोटी खायो त्यतिले टिकिरहेछ अहिलेसम्म अब चाहिँ भिडियो अन्तिम पनि गर्ने बेला भइसक्यो होइन सो हजुरलाई भिडियो मन पर्यो भने लाइक सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला सो यति भन्दै आजको लागि बाई बाई गाइज ह्याभ फन